अहिले नचुई क्या फेरि बिर्स चिकन टोपी तला अब टिकटले दिँदा त्यो तला टोपी मजाले के आएको नानी यो उल्टो पाराले खेल्नु छ नि उजिलामा चाहिँ बस्दै हेरेर हुन्छ
पोखेको नि हिजो माथि छ अलिकति तेरो आँखामा चाहिँ के भयो भेराको घिउ लगाइदिनु हुन्छ मौसम पनि यस्तो खुल्ला थियो अहिले अब कुहिरो लाग्दैन के हो त्यसो यहाँ यहाँ तरिका साइलेरीमै ए मता ढले 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 पकाउने तरकारी उचालौँ यता भात पकाउने तरकारी उचाल्नु भात उचालेर तरकारी पकाउँ बेसार पनि घर गएको अस्ति ल्याउनु होइन कहाँ थियो ल्याउनु बेसार मिठो भयो बियो तो राखेला न बराबर हुन्छ मैले कुटेको मसला अलिकति पुरै सुठे दे देना नि
पानी खाने खाऊ न तिम्रो तिम्रो भन्ने दादाले लगाऊ होला भेरा खेतेर आमाको हिँडेको भयो हिँडेको भयो आम पाएको त कता लाग्यो पसौँ पसौँ बाख्रा होइन उसलाई त नदी जाँदैन नि त भेडा भेडा माने छैन ए जाँदैन नि त्यो त नछेकेर जान्छ नि कहाँ बल गर्छ बेसी बल गर्ने गइहाल्छ नि अब हिजो नि त्यहाँ उँधो लगाइराखेर उता गएको म त्यो बोका पुऱ्याइदिनु खाएको छैन केटो खोइ कता लाग्यो एकछिन बसिने पानी आउला जस्तो गऱ्यो फेरि अनि भेडा त्यो पुऱ्याइदियो पुरा फेरि फेरि तर डटिएर जाँदै फेरि परसम्म माथि साउडीसम्म माम खाने हौ छोरा अब पानी बनाइसक्नु पानी आउने हो आज भेडामा जाने हामी जाउँ भने छैन त कोही एक्लै छ त्यो अर्कोलाई भेडा छेक्न आउनु है भनेको खेल्न आउनु भनेको छ भने त हिजोको अस्ति त हिजो आज त हिजो अब चलाइहाल्छ भने चाहिँ भोलि मात्रै जानु पर्यो भन्नु त खोइ भेडा नि नभने अब कस्तो काटेको कि बुढोले खन्ने गरेछ नि त्यो बलेखरा लगेको हौ एउटा बलेखरा होइन एकछिन मान्छे जानेले त सुन्नु नगयो हामी जान्नेलाई लजाएर भाग्दैछ कि के हो के को लज कहाँ लजाउनु भएको भात खाने बेला हुन लाग्यो अब कहाँ लजाउनु भएको तल जलझरीमा गएर बस्छु अब केटी पनि आइगएन केटाले भेडै यसो 3टा थियो पहिला रामसेला छोरोसँग यो मान्छेले नि काम त गर्दैन भयो बेलुका बटुल्ने बिहान चलाउने अनि एकछिन यसो छेक्ने अब एक्लै चाहिँ भात दाउरो पानी गर्नु पर्यो बिहान बेलुका हो कोही हाम्रो गाउँमा दिउँसो आउँथ्यो अनि एकछिन म त भात पकाउन कि एक्लै भयो अब जसरी नि गरिन्छ जस्तै नि अब भ्याउनु पर्यो होइन साथी भन्दै थियो अब गुलियो गुलियो आयो खायो अनि फालिदिने कुरो बुझ्यौ नि कहाँ घाउ त देख्नै हुँदैन ए उमा लाम पर्छ नि के फालिसौ आयो होला दिउँसो खै यता त राम्रै हो झिमझिम पर्ला जस्तो कतिसम्म बस्नुभयो 2 बजी ल पर्दैन ल हुँदिनुहोस् त यो खानु त्यो केटा चाहिँ आउँदैन भात खानु आउँछ नि कति बेला आउँछ खानु न खानु हिजो बिहान खाना खाएर जा भनेको होइन म जान्छु म खान्न अहिले बासी भात रहन्छ भने कराउँछ अहिले छेमाले पनि नमस्ते होइन खाउन निस्किन्छ भिडियो गरेर जे बोल्यो त्यही निस्किन्छ नि फ्याँकिदेऊ भुइँमा अनि भरे भोलि फेरि काटेर फाल्नु त्यसलाई चाहिँ फाल्नु पर्दैन यतिकै
यसले त भात नै खाने छोरो त हो। कहिले आउने र पूजा चाहिँ कहिले आउँछ 18-19 मा आउँछु भने त कस्तो निकै पो बस्ने रहेछ। केही गर्नु थिएन मकैहरू सिला गरेको छैन खेत गोडेको छैन त्यही अलिकति भएको नि के भयो अनि बोका चाहिँ नहेरी नै दाम लगेको अस्ति हेरेको अरे चिची ल ल एकछिन है खोर पस्ने यो कुखुरा कुकाउँदैछ के खोज्दैछ कहिले थियो होला छदाउरा अस्ति ठिक्कै जल्दीले चप्पल खोइ माथि बस्ने हो त